हेलो एभ्रिवान, आशा गर्छु तपाईहरु सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। म फेरि आएकी छु एउटा छोटो मोटो ब्लग लिएर बहुत दिनपछि। म चाहिँ सोच्छु सधैँ ब्लग दिन्छु, डेली दिन्छु भनेर, मबाट चाहिँ हुँदैन, ड्युटीले गर्दा म दिन सक्दिन। अनि ड्युटीबाट आएर बिहानको भिडियोमा देख्नै भएको थियो मैले पिठा लिएर आएकी छु। रुम आएर फ्रेस भएर चासा खाएँ, अनि चासा खाएर यता फेरि खानासाना खाएर म चाहिँ सुत्न लागेको छु। नाइट ड्युटी छ, दिउँसो त सुत्नै पर्यो, राति के हुन्छ थाहा हुँदैन। अनि बेलुका चाहिँ उठेर यता हेरेँ कि साथी चाहिँ नाक छेड्नको लागि बसिरहेको चाहिँ अर्कै साथी एउटीले उसको नाक छेड्दिरहेछ। अनि यता चाहिँ फेरि अनि सबै साथीहरू भएर सन्तोलाहरू साँधेका रहेछन्। अनि म पनि उठेर यता सन्तोलाहरू खाएँ। अनि बेलुका चाहिँ हामी साथीले भने तल गएर भनेर, अनि ऊ र म भएर अहिले जाँदैछौँ तल। हेर्नु गाइस, अहिले चाहिँ हामी जाँदैछौँ पार्लर, किनभने हेर्दै गर्नु होला। कति गएछ हामी पार्लर के काट्ने गएछौँ, नाक फुटाउनु। उसको चाहिँ नाक फुटाउन छ र अहिले हामी जाँदैछौँ उसको नाक फुटाउनको लागि। हाम्रो वीडियो हेर्दै गर्नु। हम लोग अभी आ चुके हैं पार्लर और देखिए इसका हालत कैसा हो रहा है। कितना डर रही है ये। एक्सपीरियंस बोलो, कैसा लगा? नापाहरो केতিয়াও केनेका লাগিছে ना एक दुई दिन किबा লাগিব हेर्ने। पार्लर गएर आएर मेरो चाहिँ नाइट ड्युटी थियो। अनि साथीले खानासाना बनाएर रेडी गरेर राखेको थिएँ। अनि खानासाना खाएर अनि अहिले चाहिँ म नाइट ड्युटीको लागि रेडी हुँदैछु। मेरो स्किन चाहिँ एकदम खराब भइरहेछ र अहिले चाहिँ म बोरोलिन युज गर्दैछु अलिक दिन भयो नाइटमा। एकदम ड्राई भएर पिम्पल भएर बेसी नै भइरह। गाइस, मेरो चाहिँ स्किन नाइट ड्युटीले गर्दा एकदम खत्तम भइरह। के भएको पनि पिम्पल पनि यस्तो भइरह अनि स्किन पनि बहुत ड्राई भइरहेछ। आजलाई यति नै, भोलि फेरि भेट्ने छु अर्को भिडियो लिएर। मेरो भिडियो मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। बाई बाई गाइस, गुड नाइट।